घरको मालिक परदेश गएको परदेश गएको। Hello everyone, welcome to our podcast Sweet Talk with Sanju Mahar. Today we have a beautiful guest. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाकै अध्यक्ष स्वरूप छेत्री हुनुहुन्छ। उहाँलाई हामी स्वागत गर्छौं। वेलकम म्याम। नमस्ते, धन्यवाद। आजभोलिको निकै व्यस्त हुनुहुन्छ। हामीले भर्खरै अब यो कार्तिक 22 गते चाहिँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाका अधिवेशनहरू सम्पन्न भइरहेका छन्। देशभरि भर्खरै अधिवेशन सम्पन्न भएर अब हामी प्रदेश र केन्द्रको तयारीमा छौं। र अर्को कुरा जिल्लाको हकमा कुरा गर्नु पर्दाखेरि भोलि मात्रै कार्तिक 29 गते शनिबार हाम्रो रक्तदान छ। यसैको व्यस्तता यताउता त्यति नै हो। कस्तो फिल भइरहेछ भर्खरै तपाई अध्यक्ष हुनुभयो कञ्चनपुर शाखा? अब अध्यक्ष भइरहँदाखेरि सबैजनाको आशीर्वाद, मैले यही तपाईको यो कार्यक्रमबाट म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि मलाई यो कञ्चनपुरले ठूलो गुण लगाएको छ। अब विगतमा लगभग 12-15 वर्ष भइसक्यो म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आबद्ध भएको। यो संस्था तदर्थ समिति गठन भएदेखि नै म लगभग यसमा आबद्ध छु। काम गर्ने हो, सामाजिक काम गर्ने हो। खास गरी त हाम्रा योजना र उद्देश्य भनेका गीत संगीतमा भएका विकृतिहरूलाई चाहिँ न्यूनीकरण गर्ने उद्देश्य हो। यो लोक तथा दोहोरी गीत भन्ने जुन यो संस्था छ नि यसको बारेमा अलिकति बताइदिनुहोस्। एकदमै यसमा धेरै हाम्रो सुदूरपश्चिमी वासीहरू चाहिँ अझै अलिकति निर्क्युल हुनु भएको छैन। अस्पष्ट छ यसमा लोक तथा दोहोरी गीत भनेर भन्दाखेरि यसमा चाहिँ लोक दोहोरी गाउने गायक गायिकाहरू मात्रै समेटिनु पर्छ भन्ने उहाँहरूको बुझाइ छ। लोक भनेको हामी जुन ठाउँमा बसोबास गरेका छौं, जहाँ हाम्रो रहनसहन छ, जुन संस्कृतिमा हामी घुलमिल भएका छौं त्यसलाई नै लोक भनिन्छ। यसमा चाहिँ विशुद्ध लोक दोहोरी गाउने मात्र समावेश हुने। यसमा हाम्रो देउडा, ठाडी बाका, छलिया, हुड्केली, हाम्रा सुदूरपश्चिमका विभिन्न संस्कृति छन्, ती चाहिँ समेटिनु हुन्न भन्ने जतिले मान्यता बोक्नु भएको छ त्यो होइन। लोक भन्ने बित्तिकै हाम्रा सुदूरपश्चिमका मौलिक जति पनि हाम्रा संस्कृति, संस्कार, हाम्रा परम्पराहरू छन् सबै समेटिन्छ। हरेक ठाउँमा छ यसको? हाम्रो हरेक ठाउँमा भन्नाले नेपालका प्रत्येक जिल्ला सँगसँगै हाम्रो भारत शाखा बेंगलोर, त्यसपछि हाम्रा विदेश जापान, कोरिया लगायतका ठाउँहरूमा पनि अहिले हाम्रो केन्द्रको अध्यक्ष हाम्रो आदरणीय दिजु रीता थापा मगर हुनुहुन्छ। हजुर कार्यक्रम प्रस्तुता पनि हो, कलाकार पनि हो, गायिका पनि हो, सञ्चारकर्मी पनि हो। कसरी म्यानेज गर्नुहुन्छ? हाउ डु यु म्यानेज सबै कुराहरुलाई? चाहना सबैभन्दा ठूलो कुरा हो पहिलो कुरा। दोस्रो कुरा चाहिँ परिवारको सपोर्ट। परिवारले सपोर्ट गरिदियो भने असम्भव केही पनि छैन। म जस्ता हजारौं छोरीहरू बाहिर आउन चाहनुहुन्छ, परिवारको सपोर्ट एकदमै महत्त्वपूर्ण हुन्छ, यो सम्भव छ। हजुरको अलिकति जीवन यात्राको बारेमा बताइदिनुस् न छोटकरीमा। कहाँ जन्म भयो, कहाँ हुर्किनु भयो, कता पढ्नु भयो? अब मलाई जन्म आएको भनेको पर्वत जिल्ला, गण्डकी प्रदेश पर्वत जिल्लामा मेरो जन्म भएको हो। अनि त्यसपछि मेरो पढाइ लेखाइ बाल्यकालका हजारौं बाधा अवरोध सङ्घर्ष चिनेको मैले पर्वतबाट हो। त्यसपछि मलाई चिनाएको कञ्चनपुरले हो। कञ्चनपुर मेरो कर्मक्षेत्र हो किनकि मैले चाहिँ पर्वतलाई र कञ्चनपुरलाई बुवा र आमा जसरी हामीले बराबर स्थान दिन सकिन्छ नि त्यही हिसाबले बुझ्छु। कञ्चनपुरले मलाई यहाँसम्म पुर्याएको हो, पर्वतले चाहिँ जन्माएको हो। यता चाहिँ कसरी आउनुभयो नि उताबाट? 2051 सालमा बुवाहरू बसाइ सरेर पर्वतबाट कञ्चनपुर झर्नुभयो। अनि बसाइ सर्दाखेरि चाहिँ हाम्रो क्षेत्रीय परिवार लगभग 12-15 परिवार अहिले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर 7 मा बसोबास छ। त्यो सँगसँगै अब बुवा अलिकति अगाडि नै आउनुभयो। हाम्रो पढाइ लेखाइ यताउता गर्दाखेरि म चाहिँ 2069 सालमा महेन्द्रनगर झरेँ। अनि यो सांगीतिक क्षेत्रमा चाहिँ कसरी आउनुभयो नि? रुचि चाहिँ मेरो सानैबाट गायन क्षेत्रतिर एकदमै रुचि। अब स्कुलमा हुने बाल्यकालका क्रियाकलापहरूमा चाहिँ गायन क्षेत्रमा मलाई चाहिँ एकदमै रुचि राख्ने, नजाने पनि गाउन मन लाग्ने। बाल्यकालदेखिबाटै अब गीत गाउँदै गीत सङ्गीतसँगै उस्तै पनि हाम्रो गण्डक क्षेत्र भनेको दोहोरीको प्रखर क्षेत्र पनि मानिन्छ होइन। त्यसपछि अब लोक सङ्गीत, अब अहिले चाहिँ अब सुदूरपश्चिमका हजारौं कलाकारहरू हुनुहुन्छ। हाम्रा आदरणीय अग्रज दाइहरू हुनुहुन्छ, त्यसै गरी अब माननीय सम्माननीय अनुज अग्रज, सबैजनाले चाहिँ एकदमै सम्मान गर्नुहुन्छ। सबैजनाको छत्र छायामा हुर्किन पाएर यो स्थान पाएँ। अनि यो सञ्चार क्षेत्रमा चाहिँ कसरी जोडिनु भयो? अब सञ्चार क्षेत्रमा चाहिँ मैले एकदमै सम्झिनै पर्ने, भुल्नै नहुने नाम चाहिँ हाम्रो ज्ञानेन्द्र महता सर। विगतमा 2069 साल चैत्र 22 गते रेडियोको समुद्घाटन भएको थियो। अनि त्यो बेलामा चाहिँ हामीले चाहिँ अब त्यहाँ रेडियोमा मापदण्ड अनुसार तालिमहरू चाहिँ पुरा गर्यौं। त्यसपछि हामी 4-5 जना चाहिँ त्यति बेला छनौट भएको थियौं। त्यसमध्ये म एकजना पनि परेको थिएँ। अनि उहाँले चाहिँ अब अलिकति मेरो बसाइ टाढा थियो, एकदमै पारिवारिक माहौलमा घर परिवारसँगै समन्वय गरेर
गरेर कुरा गरेर र तपाईले गर्न सक्नुहुन्छ भनेर आज चाहिँ सरू छेत्री भनेर चिनाउन सक्ने यो भूमिका र योगदान चाहिँ उहाँलाई दिन्छु म। तपाईले रेडियो महाकालीमा पनि लामो समयसम्म अहिले चाहिँ विगत मैले केही समयदेखि 4-5 वर्ष रेडियो राष्ट्रियलाई नै निरन्तरता दिए। त्यसपछि अब विविध कारणवश चाहिँ मैले फेरि रेडियो राष्ट्रियको यात्रालाई बिट मार्दै फेरि अब रेडियोबाट त टाढा भएर बाँच्न सकिँदैन। हामी मिडिया क्षेत्रमा काम गर्नेहरूलाई चाहिँ रेडियोबाट बाहिर बस्न चाहिँ अलिकति गाह्रो हुन्छ। त्यही भएर फेरि मैले रेडियो महाकालीको यात्रा चाहिँ 2072 सालदेखिबाट तय गरेँ। अहिले म चाहिँ निरन्तर रेडियो महाकालीमै छु। यसको श्रेय पनि हाम्रो आदरणीय सर खेम भण्डारीलाई जान्छ। त्यहाँको अनुभव कस्तो छ नि म्याम? एकदम काम गर्ने हो। सबैभन्दा ठुलो कुरा हाम्रो मिडिया क्षेत्र सबैभन्दा ठुलो कुरा हाम्रो मिडिया क्षेत्रमा चाहिँ लगनशीलता र निरन्तरता हुनुपर्छ। यो दुईटा कुरा भयो भनेपछि चाहिँ गाह्रो छैन। म अहिले पनि निरन्तर रेडियो राष्ट्रिय रेडियो महाकालीलाई चाहिँ सम्झिरहन्छु किनकि यो ठाउँमा पुर्याउन उहाँहरूको पनि ठुलो योगदान छ। त्यही नै हो। चुनौती छ नि म्याम त्यो क्षेत्रमा? चुनौती त अवश्य पनि छ। चुनौती पार गर्दै हिँड्नुपर्छ। अब आज गयो भोलि अब रेडियोको यात्रा यस्तै रहेछ, काम गर्न सकिने रहन्छ, काम गर्न असहज वातावरण भयो भनेर हिँड्यो भने त कुनै ठाउँमा पनि सम्भव छैन। त्यो मिडिया क्षेत्र नभइकन अन्य कुनै ठाउँमा पनि अलिकति खटनपटन लगनशीलता भयो भने जुन ठाउँमा पनि सफल हुन सकिन्छ। जिन्दगी चल्छ मिडिया क्षेत्रमा? चलाउनु पर्छ। कञ्चनपुरमै पनि चल्छ है? चलिरहेछ। चलाएकै छु मैले। अनि यो सांगीतिक क्षेत्रमा तपाईले कस्तो प्रस्तुति ल्याउनु भएको छ गीतहरू? अब सांगीतिक क्षेत्रको गायन क्षेत्रको कुरा गर्दाखेरि त्यति धेरै चलेका गीतहरू त छैनन्। तर पनि एउटा कञ्चनपुर के टाढा छ र मन भए धन कति लाग्छ र भन्ने यो हाम्रो आदरणीय निकै पुरानी वरिष्ठ गायिका सरस्वती दिदीको र मेरो आवाज छ यसमा। अनि त्यसपछि मैले लगत्तै कञ्चनपुर रानी तालैमा यो हाम्रो सुदूरपश्चिमका हजारौं लाखौं गीत कोर्नुहुन्छ हाम्रो आदरणीय राजेन्द्र शाह बीपी सर। उहाँलाई यो श्रेय जान्छ। उहाँले यो शब्द लेख्दिएर मैले र हाम्रो आदरणीय दाजु खुमन अधिकारीले यसमा आवाज दिएका छौं। पछिल्लो समयमा गीत चाहिँ कमै छन् मेरा। विशेष गरी म चाहिँ अलिकति सन्देशमूलक अब समाजमा घटेका घटनाहरूलाई चाहिँ परिकल्पनामा आधारित बनाएर गाउने गर्छु। त्यति नै हो। तपाईको जिन्दगीमा सांगीतिक क्षेत्रबाट के त्यस्तो प्रभाव पारेको छ? कतिको प्रभाव पारेको छ? प्रभाव त धेरै पारेको छ। अब अहिले पछिल्लो समयमा चाहिँ अब टिकटक एकदमै धेरै जनाले हेर्नुहुन्छ। सायदै अब हामी देश विदेशमा रहनु भएका हाम्रा नेपाली दाजुभाइहरू दिदीबहिनीहरू आमा बुवा जति पनि हुनुहुन्छ टिकटक नहेर्ने कोही पनि हुनुहुन्न। त्यसले गर्दाखेरि पनि अलिकति फरक पार्छ। अब सबैका दर्शकहरू आफ्ना आफ्नै हुनुहुन्छ। कसैलाई चाहिँ लोकगीत मनपर्छ, कसैलाई दोहोरी गीत मनपर्छ, कसैले चाहिँ अब अलिकति देउडामा पनि हाम्रो धेरै प्याटर्नहरू हुन्छ, ठाडी भाका रुचाउनुहुन्छ हैन। आफ्ना आफ्ना दर्शकहरू हुनुहुन्छ। तर मलाई चाहिँ पछिल्लो समयमा दर्शकहरूको राम्रो माया छ, राम्रो साथ छ। उहाँहरूलाई चाहिँ मैले एउटा भगवानकै रूप दिन चाहन्छु। अहिलेको समयमा संगीतले त हाई लेभल छोइसकेको छ। पप गीतहरूको बढी चलन छ। यो लोकगीतलाई चाहिँ यसमा कसरी स्थापित गर्न सकिन्छ? त्यो चाहिँ अब सबैभन्दा पहिला चाहिँ हामीले यो लोकगीत संगीतप्रति जति पनि विकृति छ नि यो विकृतिलाई चाहिँ रोक्यौं भने यो आफै न्यूनीकरण हुन्छ। विकृति रोक्ने भनेको तपाईँ हामीले हो हैन। विगतका दिनहरूमा हिजो तीजहरू यस्ता हुन्थे, हिजो पनि त यस्ता खालका गीतहरू निस्केकै हुन् भनेर जति पनि हामीहरू बोलिरहन्छौं नि त। हिजोका हाम्रा अग्रज गायक गायिकाहरू वरिष्ठ गायक गायिकाहरू हुनुहुन्छ हैन। उहाँहरूले गरेका राम्रा काम पनि हामीले कपी गरौँ न, आफै न्यूनीकरण हुन्छ। लोकगीतको अलिकति सानो टुक्का सुनाउनुहुन्छ हजुरले? मैले चाहिँ हाम्रो हरिदेवी कोइराला मलाई चाहिँ एकदमै मनछुने गीत पनि हो। सम्भवतः यो गीत चाहिँ कहिल्यै पुरानो हुँदैन, कालजयी गीत पनि हो दिदीको। दिदीलाई एकदमै सम्मान गर्दै घरको मालिक परदेश गएको, परदेश गएको धेरै भयो के खबर नआएको, पाइन खबर घर फर्की आउनु होस् मेरो हजुर। धन्यवाद। तपाईले खुमनजीसँग पनि गीत गाउनु भयो। त्यो गीत अलिकति सुनाइदिनुहोस्। तिम्रो हेर्नी नजरै हो राम्रो, नजरै हो राम्रो, कस्तो जोडा मिलेको छ हाम्रो कञ्चनपुर रानी तालैमा। ए दिल खोला न हाँसेर बोला न,
मै परे माया जालैमा। धन्यवाद। यो चाहिँ मेरो आफ्नै गीत हो। यसमा चाहिँ हाम्रो आदरणीय दाइ खुमन अधिकारीले आवाज दिनुभएको छ अनि यसको शब्द सङ्गीत चाहिँ हाम्रो आदरणीय सर राजेन्द्र शाह बिपीज्यूले गर्नुभएको हो। धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब अलिकति यो मौसम फेरबदलका कारणले मेरो आवाज राम्रो भएको छैन, दौडधुप सबै कुरा छ, कृपया माफ गरिदिनु होला। यसलाई चाहिँ पोजिटिभ लिएर सुनिदिनु होला। कार्यक्रम प्रस्तुतका रूपमा चाहिँ कसरी चिनाउनुहुन्छ तपाईँ आम दर्शकलाई चाहिँ? मेरो रेडियोको यात्रा, रेडियोभित्रको कार्य भनेकै कार्यक्रम प्रस्तुता। मैले रेडियोमा छिर्दा, रेडियोमा पाइला टेक्दाखेरि लोकसङ्गीतबाटै सुरुवात गरेको थिएँ। मेरो रेडियो राष्ट्रियमा बिसौनी भन्ने कार्यक्रम चल्थ्यो, त्यहाँ पनि उताबाट श्रोताहरूले फोन गर्नुहुन्थ्यो अनि उहाँहरूले गाएको गीत मैले चाहिँ फेरि फर्काउनु पर्ने थियो। रेडियो महाकालीमा पनि मैले त्यसैलाई नै निरन्तरता दिएँ अनि त्यसपछि अहिले चाहिँ अब स्टेजका कार्यक्रमदेखि लिएर अन्य ठाउँमा पनि मेरो आफ्नो चाहिँ परिचय छ। तपाईलाई मनपर्ने कलाकार चाहिँ कुन हो नेपाली साङ्गीतिक क्षेत्रको? मलाई सबैजना मन पर्नुहुन्छ। त्यस्तो कुनै व्यक्ति? त्यस्तो व्यक्ति भन्दा नि अब छाडा अलिकति मौलिकता र संस्कारमा धावा बोल्ने खालका कलाकारहरूलाई त म अरू सक्दिनँ, नामै पनि लिँदिनँ होइन। विगतमा चाहिँ हाम्रो लोकगीत के हो, लोकसङ्गीत के हो, हाम्रो मौलिकता के हो भनेर गाउने जति पनि राम्रा गीतहरू पनि छन् नि त, नराम्रातिर नजाउँ न, राम्रा गीतहरू पनि छन्। उहाँहरू सबैलाई मेरो सम्मान छ। विष्णुमाझीलाई कसरी व्याख्या गर्नुहुन्छ? उहाँ त नामै काफी छ, हामीले बयान गर्ने शब्दै छैन उहाँका लागि। अन्तिममा हाम्रो दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ? दर्शक श्रोताहरू सबैजनालाई धन्यवाद। सम्पूर्ण हाम्रो यो सेतीकाली खबर हेरेर बस्नुभएका तपाईँ आम सम्पूर्ण दर्शकहरू, मेरा भगवानरूपी दर्शकहरू, मलाई अथाह माया दिइराख्नु भएको छ। आगामी दिनहरूमा पनि तपाईँको यस्तै माया, साथ, सल्लाह, सुझाव र आशीर्वादको म सधैँभरि अपेक्षित छु, अपेक्षित रहनेछु। सँगसँगै यो अवसरका लागि, मेरो मनमा लागेका दुई शब्द बोल्नका लागि यो अवसर दिने हाम्रो सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि त्यसै गरी हाम्रो क्यामेरा पर्सन उहाँलाई पनि हृदयदेखिबाट धन्यवाद दिन चाहन्छु। अनि तपाईँको आगामी प्लानहरू के छन् नि, भविष्य योजनाहरू? अब खासमा संस्थागत कुराकानी गर्ने हो भने पहिलो प्राथमिकता हाम्रो लोकसङ्गीतमा भएका विकृतिहरूलाई नै अन्त्य गर्ने योजना हो। किनभने कसैको संस्कार, कसैको संस्कृतिमाथि धावा नबोल्नुहोस्। तीजका गीतहरू जति पनि हाम्रा अग्रज गायक गायिकाहरूले निकाल्नुहुन्छ, समकालीन भाइ बहिनीहरूले निकाल्नुहुन्छ, पहिला तीज के हो, तीजको मौलिकता के हो, तीजको संस्कार र संस्कृति के हो, यसलाई बुझ्नुहोस् होइन। त्यसपछि मात्रै आफ्ना शब्दहरू कोर्नुहोस्। किनभने हामी एकैछिन छाडा गीतहरू, छाडा शब्दहरू प्रस्तुत गरेर हामी भाइरल त हुन्छौँ, तर त्यो चाहिँ दिगो हुँदैन। किन कालजयी गीतहरू धेरै छन्, यस्ता यस्ता प्रविधिहरू। अनि दोस्रो कुरा चाहिँ अब हाम्रो संस्थाको भवन छैन। हाम्रो संस्थाको भवन चाहिँ के कति ढङ्गले चाहिँ अब यसलाई अगाडि बढाएर एउटा चाहिँ भवन निर्माण गर्न सक्ने हाम्रा योजनाहरू छन्। त्यस्तै गरी अब सामाजिक ठाउँहरूमा चाहिँ धेरै ठाउँमा हाम्रो सहभागिता रहेर हामीले के गर्न सकिन्छ भनेर अझै पनि हामी सम्पूर्ण सङ्घ संस्था, अग्रज, समाजसेवी, बुद्धिजीवी सबैसँग सरसल्लाह गरेर सबैको समन्वयमा अगाडि बढ्ने योजना। संस्थाको तपाईँ अहिले अध्यक्ष हुनुभएको छ? हजुर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान। के सोच्नु भएको छ, के योजना छ तपाईँ? त्यही हो योजना। पहिलो कुरा चाहिँ अब भवनै छ। दोस्रो कुरा चाहिँ अब मैले भनिहालेँ, अब पहिला त हाम्रो योजना भनेको छाडा गीत सङ्गीतहरूलाई चाहिँ जति पनि मौलिकता छन् तिनलाई चाहिँ हाम्रो सधैँ साथ सहयोग रहन्छ। अलिकति विकृतिहरूलाई चाहिँ हामी अन्त्य गर्ने पहल गरिरहेका छौँ। दोस्रो कुरा चाहिँ भवनै रह्यो। अनि त्यसपछि अब अलिकति हामी कलाकार हौँ, हामीसँग केही पनि छैन होइन। अब अहिले हाम्रो आदरणीय दाइ, हाम्रो संस्थाको निवर्तमान अध्यक्ष लालबहादुर धामी, उहाँलाई मैले सम्झिनै पर्छ यहाँबाट। उहाँले चाहिँ कलाकार कल्याणकारी कोषको स्थापना गर्नुभएको छ। त्यसलाई पनि अलिकति उहाँले चाहिँ जग मात्रै सुरुवात गरिदिनु भएको छ। अब हामीले मेरो कार्यकालमा हाम्रो सङ्गठनले चाहिँ त्यसमा इँटा थप्न सक्छ कि भन्ने पहल पनि हामीले चालेका छौँ। जिन्दगीमा तपाईँले कुनै कुरा गर्न चाहेको तर सकेको छैन त्यस्तो? त्यो त अब विगतमा बाल्यकाल चाहिँ अलिकति मेरो अप्ठ्यारो नै थियो। त्यो चाहिँ सबैको हुन्छ, बाल्यकाल चाहिँ अलिक सङ्घर्षपूर्ण नै रह्यो। अब अहिले चाहिँ मेरो ब्याक सपोर्टमा भनिन्छ नि, आमा पछि एउटा अर्को संसार देखाउने छुट्टै व्यक्ति कसैलाई सम्झिनुपर्छ भने त्यो मेरो भाइ हो। मेरो भाइ चाहिँ एकदम मेरो लागि, मेरो जिन्दगीको लागि मेरुदण्ड भएर उभिएको छ। अहिले चाहिँ यस्तो गर्नै पाए हुन्थ्यो, म चाहिँ यो कारणले रोकिन्छु भन्ने त्यस्तो केही छैन मलाई अवरोध। बिहे चाहिँ गर्नुभएको छैन? के छ भविष्यको? हेरौँ। अब पहिला कुरा चाहिँ अब अहिले त्यो सोचेको छैन। अलिकति सामाजिक क्षेत्रमा सामाजिक कामहरू गरौँ होइन। त्यसपछि त्यो त अब प्रकृतिको नियम हो, छँदैछ ढिलो चाँडो। हस्, धन्यवाद। थ्याङ्क यू सो मच।